ल हिजोको हावाले चाहिँ खतम पारेछ सबै। म त्यता जाँदैछु हेर्नलाई के छ। कहाँ लिएर हिँड्यो हो यो हिजोको हावाले पारी के कस्तो के गर कसो खानबाट के बेच्न लिएर हिँड्यो क्या आएछु। ए कसको हो यो हो र। अनि यत्रो टन्नै छ त हौ खसी त। बाख्रा पनि छ त। बाख्रा पनि बिग्रियो ल। हिजोको हावाहुरीले त्यता छाना कसको उडा कसको उडा। यहाँ स्कुलको त ल्याङफ्याङ बनाएको ऊ त्यहाँ अगाडिको अब त्यहाँ हेर्दैछु स्कुलको ल्याङफ्याङ बनाएको। स्कुलको चाहिँ ल्याङफ्याङ बनाएको छ ल। हिजोको हावाहुरीले स्कुलको चाहिँ ल्याङफ्याङ बनाएको छ। अझ यो चाहिँ उतारेन छ। यो चाहिँ अलि पहिला जापानिज कन्स्ट्रक्सनद्वारा बनेको हो। यो चाहिँ अलि बलियै छ र अब यो जीर्ण अवस्था भइसकेका छन्। अब खासै यो भवनहरू पनि सधैँको भएको छैन। अझ यो छाँगाहरू चाहिँ झारेर हिँड्छ। यहाँ चाहिँ पोहोरको साल डरा मर्नु थियो। अब यो पनि हाम्रो बर पिपलको बोट पनि पुरै बुढो भइसक्यो। यसले चाहिँ 100 वर्षभन्दा लगभग बढी सेन्चुरी मारिसकेको छ। अब तर पनि कुन बेला यो नि ढल्छ थाहा छैन। अब यसको पनि मिति पुग्ला नि त। तर रुख चाहिँ बुढै पुगेर छ। ल यो हाम्रो श्री देउराली निम्न माध्यमिक विद्यालय सातपत्रे भनेको छ। यो चाहिँ हाम्रो अब कनपा अहिले साविक 4 हो 5 2042 सालमा स्थापना भएको। यहाँ चाहिँ अहिले कक्षा 3 सम्म छ। पहिला चाहिँ 8 सम्मै थियो झरेर 5 सम्म भयो। अहिले फेरि 3 सम्म आछ। अब हेर्नुहोस् ल यहाँनिरको अवस्था लगभग हिजोको हावाले ओहो दलिनहरू सब भाँचिएछ। त्यहाँनिर पनि कसो दिउँसोको बेला परेर मान्छे भइदिएको भएदेखि प्रायः जसो हाम्रो भाइहरू यहीँ बस्थे। यहाँनिर बसेर कुराकानी गरेर बस्थे केटाहरू। अझ यो राति परे हुनाले मात्रै हो। दिउँसो परे भए यहाँ एक खालको घटना नि घट्न सक्थ्यो। संयोग राति पर्न गयो। अब यस्तो छ धरातल। यहाँको खामहरू लगभग एउटा दुईटा तीनटा चारवटा खाम झिरिप्पै भएको रहेछ। तर धमिराले खाएर नि खतम अवस्था कुहिसकेको अवस्था रहेछ। पुरै कुहिसकेको अवस्था रहेछ। यो धरातल छ बिग्रेर गाइजहरू। अब यसलाई नगरले अब स्कुलको प्रधानाध्यापकले र अब यो व्यवस्थापन समिति पनि यहाँ विहीन भएको अवस्था छ। यहाँ खासै ऊ छैन। अब यो यहाँको स्थिति हावाले पुरै खतम बनाएको छ यार। त्यही त अरू अन्त कहाँ क्षति गर है। यो त झिरिपै यो उनै खाम त धमिराले खाइसकेको रहेछ। त्यही त यो त खतम रहेछ यार। आम्मामा यार यो त डेन्जर खतम भइगयो नि यार। ल यार हट यहाँ त मान्छे बस्या भएदेखि यार दिउँसो भएको भए ज्यान जाने रहेछ यार। दिउँसो भएको भए यहाँ मान्छेको ज्यान जाने। आम्मामा यो खाम त उहाँ पुर्याएको छ है। ल खाम उडाएर यहाँबाट उडाएर यहाँ ल्याइसकेको छ है। आम्मामा भनेपछि यो त खतम भइगयो नि यार। तर है स्कुललाई त झिरिपै भइगयो नि। अब विशेष गरेर यो स्कुललाई अब के हुन सकिन्छ। अब स्थानीय निकायबाट के हुन सक्छ त्यो गरिहाल्छन्। तर यहाँ मान्छे दिउँसो भइदिए भए मान्छेको यहाँ ज्यान मर्थ्यो है। त्यही हो ल आजको ताजा अपडेट यही हो। मान्छेको दिउँसो भइदिए भए ज्यान बर्थ्यो। त्यसो ल हो यार खतम भयो। ल यार थ्याङ्क यू ल सो मच।